ल ल भयो अहिले खेल्न जागे अहिले 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 त मान्छे मात्र आउने हो के कुन हाल्ने यो निकालम सल्लाह आउनेलाई त बिग 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 कडा हान्नुपर्छ क्या यस्तै खेलाडी हो म चाहेको यस्तै खेलाडी बलेको हात बलेको नि हात हो नि ऊ भनेर ले बाबुले सिउट्यो त त्यो तान्नु भाइ त्यही भएर पसाएको ल ल यो एकदिन पसाएन भने हेरौँ त खेलाडी यस्तो यस्तो खेला ल खेल 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 नगर्न माटे म जान्छु अनि खेल कि अनि फेरि ल बच्चाहरूसँग त रमाइलो हुने ल ले 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 यसरी हो कि छुनी ल भयो पचल 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 ओ पक पक फाइनामा म यसरी गेम गेम भइहाल्छ नि तिमीहरू यसरी राख्नु त राख तिमीहरूको नत्र गेम भइहाल्छ नि अमनले गेम हानिहाल्छ ल इ देख ल फाइन्डाक पक फाइन्डाक हाम्रो फाइन्डाक भने क्या ल भइदियो ल मामा ल हालिदिनु न मामा यो तरकारी पुरा पुरा आउँछु मामा हेर न बलले भान्दा कसरी हान्छ भयो भाइ यो कुन आइ मैले जाऊ लौ न हान्नु त सेतो मामा होइन खेल्दै खेल्दै पैसा दिएर आऊ यिनीहरूले पागल छोडेको मारे खेल्नु दिएको बच्चा लाग्यो बललाई खेल्नु दिएको खेल यिनीहरू जाँदैन कि पैसा लाग्यो छोड्दै खेल्नु दिएको म तरकारी पुरा आउँछु खेल्नु दिएको आइज कहाँ जाँदैन तर म साइडमा बस भने खेल्नु दियो म त जान्दैन हो जान्छ नि जाउँदैन त टाइमबाट म बाँस ग्राउन्ड जानु लाग्यो गोल नाटक गरे म आएर दिन्छु होइन जाँदाखेरि मम्मीले पुरा राखेको छु म आएर ओ माटे माटे खेल्दै बस्ने म आउँछु के होइन फेरि बच्चासँग खेल्दैन भन्छ क्या यस्तै गर्छ कि यसले मान्छे खेलाडी छैन यहाँ फेरि होइन त्यही हुन्छ धेरै हिरोको हिरो भन्छ क्या कस्तो कि मान्छे बुझिदेऊ एकचोटि मलाई तिम्रो नै सधैँ हुन्छु म मलाई चाहिएको त्यो गल के त्यो खाबोहरू उठाउनु सक्यो अब आज दिनभरि काम मेरो घरमा छ तसँग त्यस्तो यस्तो म यो पुऱ्याएर आउँछु है मासु है माटे होइन मैले त झुट बोलेँ भने होला फेरि माटे होइन फेरि खै भन्छ मा बनाउँदै गर्न त म आइहाल्छु नि बनाउनु फेरि ल यहीँ पनि आउनु त खोइ त त्यहाँ गल्दिनु जानु लाग्यो त गएर आउनुलाई मान्छे गएर आइदियो नि त थाहा भयो क्या अबदेखि थाहा भयो क्या अबदेखि
गलेर आउनुला भन्दा म उस गरेर आएँ त म आउँछ नि फेरि छोडेर जाने के घरको सहनीहरू म आउनु माटे मम्मीले मासु पुऱ्याएर आउँछु न मासु पुऱ्याउनु पर्यो खाएर चस्मा होइन कुमा सागर को यो दिदी हो कि बहिनी ए यो बहिनी हो यो बहिनी हो होइन मेरो मैले किनेको नयाँ चस्मा कस्तो देखेछ मलाई सबरी त्यस्तो बच्चाहरू के खिच्यो खोइ म जान्छु खोइ दाइ जान्छु खोइ भोलि आउँछ है अहिले ल्याउँछु दाइ खोइ भयो कि ऊ बढी भएको नि त के गर्ला सिटाउन फटाडा एक्स आनन्द सस छैन कि आउँदै बोल्दै त तैँले मेरो बाइक पनि छुनु पाउँदैन केही पनि छुनु पाउँदैन तल कहाँ नि म नि आउँछु पक कालिम्पोङ खेल्न आउँछु क्या आइहाल्छु पक आइहाल्छु कालिम्पोङ खेल्नु पऱ्यो मम्मीले तरकारी पुऱ्याइदिन्छु मम्मीले तरकारी पुऱ्याएर आउँछु म गीतहरू के गाउँछु म बेला परिरहेछन् सबरी म्यान होइन यो भयो कहाँ गयो त हाम्रो मम्मी ढोका छोरा ल कहाँ गयो त मम्मी कहाँ हो त्यहाँ पो बसिरहेछ मान्छे धेरै भएर के पैसा नि यतिकै देख 1000 रुपियाँ दियो अहिले आउँछु मामा भनेर अनि त्यहाँ मान्छे मासु खाने धेरै भएर के शनिबार हो नि त भर्खर दोकान खोलेको अनि बल्ल अहिले पैसा लिएर आउँछु म है कति 10 मिनट पछि आउने 20 मिनट पछि पाक्छ है तपाईँले म आउँछु खुर्सानी पिनिदिनुपर्छ मैले ल पिनिदिन्छु स्याटरडे गुड स्याटरडे कहाँ भित्र सुचुन्द्रले मासु चकचक गर्दैछ अस्ति त्यो भैँसीको मासु पनि चुक गरिरहेको थियो ल न हिँड्नु न अब तपाईँ नि म पिनिदिइहाल्छु नि जा त्यति पिन्नलाई नि हामीले पकाउँदाखेरि चाहिँ कहिले पिन्दिँदैन उनीहरूलाई चाहिँ पिन्दिनु पर्ने दिमाग छैन तरकारी मासु पुऱ्याउनलाई हतार मासु अब काट्न क्यारिङ बोर्ड खेल्न जानुपर्छ खुर्सानी पिन्दिनु पऱ्यो नि अब यस आमा चस्मा खुर्सानी पिन्दिनु पऱ्यो नि मासु पनि ल्याइदियो र टकटुक गरेर पनि आफैले पका जस्तै हुन्छ यसो त पक्का न त मैले नपका भन्दैन आमाको हातको खाम भनेको त झन् आमाको हात कति बार खाएको खाइगयो कहिले खायो विदेशबाट झन् मम्मीले पकाएको खाना आम भनेर त विदेशबाट फर्केर आइरहेको छ त्यसरी विदेशबाट फर्केर आएर आफै पकाएर अर्का ध्यान माथि उबास सामान त एक्लै हेर्नु त एक्लै जीवन बिताउनु कति जाउ भयो होला एक्लै जीवन बिताउनु कति जाउ भयो होला कति जाउ पैसा भने मलाई तिमीहरूले यस्तो गर्यो भनेर भनिरहेको थिएँ त मोबाइलमा क्या अब एकजना मान्छे राखिदिन्छु भनेर
त्यो मान्छे नि तिमीहरू आज जस्तो कहाँ हुन्छ र भनेर थिएँ आमालाई नि त्यही गरिदिनु पर्ला क्या मैले पैसामा ल पैसा दिन्छु भन्ने अनि बल्ल थाहा हुन्छ छोरा भन्ने के ले पैसा ले छिटो पैसा ले छिटो ले 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 कोले भिडियो गर्नु अहिले लिन आइज भने पैसा क्या अहिले दिइ नै हुन्छ भनेको थियो अनि मैले होइन होइन लाउनु भनेर अहिले फेरि है हामीलाई आज भन् भोलि भन् फेरि बिर्स्यो भने बिर्सिँदैन बिर्सिन फेरि पैसा हुँदैन नि त हामीसँग अनि छोराले सबै हाल्छ पैसा कमाउनु आज हो कि दिनमा खुर्सानी फिल्न लो झ्याउ लाग्छ मलाई मेरो बडी आजकल एक्टिभ भएको छ बडी इज एक्टिभ नाउ आमा आज त भुस भुस भएन भुस भुस के भुस होइन होइन भुस भुस भएन भने भुस भएन के गर्नु अहिले त पानको पान मायालुलाई शान्ति छ तिमीको राम शान्ति छ ला ला आज शनिबारको दिन हो विश्रामको दिन मैले अस्ति नै भनेको क्या नि तपाईँलाई के भयो अस्ति भत्ता ल्याउँदाखेरि के त त्यो दिन चाहिँ नखाम होस् हजुर होस् भाता खाने कस्तो नभएको यहाँ लो काट्देऊ है काटे होइन ल सुन त्यति केलाउनु पनि आउँदैन